राजापातीको मतियार हो केपी ओली, प्रतिगमनको मतियार हो केपी ओली। केपी ओली आजको दिनमा ज्ञानेन्द्र शाहको कार्यकर्ता। सधैँ यो केपी ओलीले पादे पनि ठिक छ, केपी ओलीले जे गरे पनि ठिक छ भन्ने नयाँ कार्यकर्ताहरूलाई म सुझाव दिन चाहन्छु। केपी ओलीको पुच्छर भएर पछाडि गरिरहेछन् डाकाहरू। मंगल लाभा गोली खान तयार छ। या केपी ओलीले हालुन्, या केपी ओलीको सेनाले हानुन्, या केपी ओलीको प्रहरीले हानुन्, या केपी ओलीको साइबर सेलहरूले हानुन्। मंगल लाभा चाहिँ यो मुलुकको लागि, यो मुलुकको स्वाधीनताको लागि आहुति दिन तयार छ। को प्रधानमन्त्री बन्ने ठुलो कुरा होइन साथी। यो मुलुकको राष्ट्रिय एकता बस्ने कि नबस्ने, ज्ञानतन्त्रको चाहिँ विरुद्धमा एक खालको चाहिँ भीषण आन्दोलन निकालेर चाहिँ जसरी नारायण हिटीबाट नागार्जुनमा पठायो, केपी ओलीलाई पनि बालकोटबाट त्यो भित्र ठानेको सिङ्गापुरको अधिकारलाई नेपाली जनताले चाहिँ खोसेर बालकोट नपुर्यायो भने फेरि नेपाली जनताले कहिले पनि प्रगतिको बाटोमा कहिले पनि शान्ति पाउनेवाला छैन भन्न चाहन्छु। अच्छा ओलीलाई छोएर हेर, गुन्डुमा आएर देखाऊ दम छ भने। ओलीको रक्षाको लागि हामी मर्न तयार छौँ, हामी गोली खान तयार छौँ। केपी ओलीको रक्षाको लागि तपाईँ मर्न तयार हो? मर्न तयार। ओलीलाई पक्राउ गर्यो भने घिसारेर सडकमा फाल्छौँ। च्यालेन्ज हो, मेरो च्यालेन्ज हो, ओपन च्यालेन्ज हो। ओलीले हाने हो र त्यहाँ गोली, बानेश्वरमा ओली गोली हान्न गएको थियो, यसको जिम्मा त बालेले लिनु पर्यो नि। 74 जना जसरी मरिएका छन् त्यसको जिम्मा बालेले लिनुपर्छ। ओलीलाई छोएर हेर, समाचार मात्र नबनाऊ के, गुन्डुमै हुनुहुन्छ ओली। हामी त्यही छौँ। नाथे यो गृहमन्त्रीले ओलीलाई पक्राउ गर्ने हिम्मत राख्छ? दरबार जलाउनु पर्छ भन्ने बालेन र्यापर आग्रह पूर्वाग्रह राखेर हाम्रो अध्यक्षका विरुद्धमा यदि कसैले त्यो किसिमको साहस र हिम्मत राख्छ भने हजारौं केपी ओलीको रक्षाको लागि र यो देशको रक्षाको लागि हामी बलिदान तिर्न तयार छौँ।